शनिबार चितवनबाट सरकार विरोधी भण्डाफोर अभियान चलाउने योजना थियो। शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएको छु। यो दिन रविले सार्वजनिक रूपमा केही कुरा बोल्ने संकेत गरेका थिए। चितवनमा विशेष कुराहरू मैले बताउनु पर्नेछ। चितवनको सभामा आउने कोसिस गर्नुहोला। लामो समय प्रहरीको हिरासतमा बसेका रवि लामिछाने हिरासत मुक्त हुँदा समेत केही बोलेका थिएनन्। उनले सबै कुरा उपयुक्त समय आएपछि बोल्ने बताएका थिए। शनिबार उनकै उपस्थितिमा चितवनमा ठूलो कार्यक्रम हुँदै थियो, तर शुक्रबार बेलुका रविलाई प्रहरीले पुनः पक्राउ गर्यो। करिब 5 महिनापछि चैत 18 गते रवि लामिछाने पार्टीको सक्रिय राजनीतिमा फिर्ता भए। तर राजनीतिमा फर्किएको 5 दिनमै उनलाई फेरि पक्राउ गरिएको छ। अब रविले पूर्वपक्षका लागि थुनामा बस्नुपर्नेछ। यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई 1 करोड धरोटीमा रिहा गर्ने आदेश गरेको थियो। तर सोही मुद्दामा छविलाल जोशीलाई भने पूर्वपक्षका लागि थुनामा पठाएको थियो। छविलाई थुनामा राखे पनि उस्तै कसुरदार रविलाई धरोटीमा छाडेको भन्दै सरकारी वकिल कार्यालयले रविलाई पनि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो। अहिले उच्च अदालतले उनलाई सहकारीको रकम ठगेको कसुरमा पूर्वपक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। यो आदेशसँगै रवि लामिछाने अब जेल जाने भएका छन्। उच्च अदालतले जिल्ला अदालतको आदेश बदल गर्दै रवि लामिछानेलाई थुनामा पठाउनु पर्ने थुप्रै कारणहरू उल्लेख गरेको छ। अदालतले उल्लेख गरेका कारणहरू छोटकरीमा प्रस्तुत गर्नेछौँ। कारण नम्बर 1, अदालतको आदेशमा सहकारी संस्थाबाट रकम आएको विषयमा आफूलाई कुनै पनि ज्ञान नभएको अभिव्यक्ति प्रकट गरे पनि सो सहकारी संस्थाबाट उक्त मिडियामा सिधै र अन्य व्यक्तिका नामबाट समेत गरी 10 करोड रुपियाँ भन्दा बढी रकम आएको भनिएको छ। कारण नम्बर 2, लामिछानेले सहकारीबाट के कसरी रकम आएको भनी दिएको बयान र त्यस सम्बन्धमा अन्य प्रतिवादीलाई दोष थुपार्ने गरी दिएको अभिव्यक्ति प्रथम दृष्टिमै पत्यालायक नदेखिएको उल्लेख छ। कारण नम्बर 3, सहकारी संस्थामा रकम जम्मा गर्ने हजारौं सर्वसाधारण पीडित हुन परिरहेको संवेदनशील परिस्थितिमा न्याय प्रणालीप्रतिको जनविश्वास जोगाइरहनका लागि समेत प्रतिवादीलाई मुद्दाको पूर्वपक्षका लागि धरोटीमा छोड्न उपयुक्त नरहेको आदेशमा भनिएको छ। कारण नम्बर 4, गोर्खा मिडियाका सञ्चालक र शेयर धनी रहेका बखत सोपिम सहकारीबाट गोर्खा मिडियामा रकम आएको तथ्यमा विवाद नदेखिएको, सहकारी संस्थाको जीसीएस ब्याङ्किङ सफ्टवेयर सिस्टममा लामिछानेको नामबाट खाता सञ्चालन भएको र ऋण लिएको आधार देखिएकोले थुनामा राख्नुपर्ने ठहर अदालतले गरेको छ। कारण नम्बर 5, प्रतिवादी छविलाल जोशी र रवि लामिछानेको समान प्रकृति र भूमिका रहेको देखिँदा प्रतिवादी रवि लामिछानेलाई पनि थुनामा राख्नुपर्ने आदेशमा भनिएको छ। कारण नम्बर 6, सुप्रिम सहकारीबाट गोर्खा मिडियामा रकम गएको, लामिछाने आफैले ग्लोबल आर्मी ब्याङ्कबाट चेक काटेर रकम खर्च गरेको र विभिन्न मितिमा जम्मा गर्ने गरेको समेत देखिएको लगायतका तथ्यलाई पनि आदेशमा उल्लेख गरिएको छ। रवि लामिछाने यस पूर्व 4 जिल्लाबाट धरोटीमा छुटेका थिए, तर उनलाई दोषमुक्त भने गरेको थिएन। उनले बाहिरैबाट मुद्दा लड्न पाएका थिए। तर उच्च अदालतको यस आदेशले अब उनी जेलबाट मुद्दा लड्नेछन्। अझै पनि उनी दोषी प्रमाणित भएका छैनन्। उनी दोषी हुन् वा निर्दोष हुन् त्यो अदालतको अन्तिम फैसलाले बताउनेछ।